साथीहरू नमस्ते। यो यात्रा रहेको छ काठमाडौँ सहरदेखि मेरो जन्मभूमि गाउँसम्मको चौदण्डी गढी नगरपालिका 5 उदयपुर बेल्टा। यो भिडियोमा चाहिँ म केही आफ्नो गाउँठाउँहरू देखाउने छु। आजको रात त गाडीमा नै बित्नेछ। भोलिपल्ट बिहानै गाडीबाट झरे र एउटा गाउँ जाने टेम्पोमा चढेर जङ्गलको बाटो म सरर लागे घरतिर। केही बेरमै घर आइपुगेँ। यस्तो खालको छ मेरो घर चाहिँ, देख्न सक्नुहुन्छ तपाईँहरूले। घर अगाडिको खेतमा देख्न सक्नुहुन्छ हरियाली, मकै छ यति बेला। अनि यता आँगनको साइडमा मेवाहरू पाकेको छ कि भनेर हेरेको, पाकेकै थिएन साथीहरू। त्यसपछि म साइकल टिपेर लागेँ उता गाउँ डुल्न। देख्न सक्नुहुन्छ हाम्रो गाउँको बाटो चाहिँ यस्तै छ है त साथीहरू, कच्ची बाटो, पिच भएको छैन। गाउँघरमा यस्तै नै हुन्छ हाम्रोतिर चाहिँ। अनि हाम्रोतिरको घरहरू भन्नु पर्दाखेरि चाहिँ केही यस्तो खालको घरहरू हुन्छ है, देख्न सक्नुहुन्छ साथीहरू। त्यसपछि सरासर लागेँ म चौरीतिर। देख्न सक्नुहुन्छ सनसेट हुनु लागेको छ, घाम डुब्नु लागेको छ। कस्तो दामी देखिरहेछ, रातो भइरहेछ। अरू भन्नु पर्दाखेरि चाहिँ गाउँघरतिर जताततै आँप फुल्ने सिजन छ यतिखेर। भरे फर्केर घर आउँदा त पूजा लाउनु भएको रहेछ। पूजामा बसेँ एकछिन, देख्न सक्नुहुन्छ। यतापट्टि छ हाम्रो कीर्तन भजन गाउने टोली। म चाहिँ गाउँ आएको छु, देख्न सक्नुहुन्छ। यता जङ्गलतिर आएको छु है हामी चाहिँ। यहाँनिर छ एउटा साइकल अनि यो त्रिदेव जोशी भ्लगवाला साइकल चाहिँ एउटा यता छ। अनि यो चाहिँ हाम्रो गाउँको जङ्गल है गाइजहरू। अनि यतातिर पोखरी छ, पोखरीमा चाहिँ माछा सकेको छैन। यस्तो छ है भ्यू चाहिँ। अनि यो चाहिँ मेरो भाइ हो, देख्न सक्नुहुन्छ। हाई कर अब भ्लग में यस्तो छ है चारैतिर चाहिँ। अनि म चाहिँ यता ल साथीहरू, कुवा खाने आइपुग्नु लाग्यो है। म चाहिँ अगाडि भाइ हिँड्दैछ, देख्न थालिसकेँ यहाँबाट। अनि यहाँनिर अगाडि छ क्या। आज भोलि त पिकनिक आएको छैन होला मान्छेहरू। पिकनिकको सिजनमा चाहिँ पुरै भरि हुन्छ है, टन्नै हुन्छ यहाँनिर। ल यस्तो सालको पात झरेर यस्तो भइरहेछ गाइजहरू, देख्न सक्नुहुन्छ। सालको रुखहरू हाम्रोतिर त अरू रुख पाउँदैन खासै, साल मात्रै होइन अरू। अनि पिकनिक स्पोट चाहिँ ठ्याक्कै यहीँनिर छ क्या, देख्न सक्नुहुन्छ। यस्तो खालको छ जङ्गलको बिचमा, पानी सानी सबै व्यवस्था छ। यहाँ फेरि खोला आयो। ल गाइज, कुवा खाने चाहिँ यही हो है। त्यहाँ तल छ पिकनिक खाने ठाउँहरू यो सौरीमा। यता छ साइकल। अनि यता छु म। ठाउँ चाहिँ यस्तो छ है, देख्न सक्नुहुन्छ। यहाँनिर यो सालको रुखहरू। ल यस्तो खालको डाँडा छ यतापट्टि। अनि यतापट्टि चाहिँ पिकनिक खाने ठाउँ, त्यहाँनिर बस्ने ठाउँहरू पनि बनाएको छ। पानी सानी सबै व्यवस्था। अनि त्यो मन्दिर पनि छ है गाइजहरू। बाटो चाहिँ यस्तो छ, रातो माटो डाँडा। ल गाइजर, ब्रेक छैन। तेरिका। ल फाइनली जङ्गल सकेर गाउँ निस्किनु लागिसक्यो यहाँनिर। यो चाहिँ हाम्रो गाउँभन्दा माथिको गाउँ, 4 घरे गाइजहरू।
ल ताली 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 आँखामा होइन के माथि माथि